के छ हालचाल कमली मलाई भने जाति छ नजरैको निशाना ठ्याक्कै तिमी माथि छ हे मलाई हेर्दै तिमीले लामो सास नफेर त तिम्रो लागि सुहाउने भएकी छु हेर त हे कसलाई के थाहा अरूलाई मनमा के चाहिँ पाल्या छ तिमीलाई देख्ने बित्तिकै धम्की बढ्न थाल्या छ हे टुलु टुलु हेर छु परैबाट बसेर तिमी आउँछौ भनेर के लाली घसेर हे रूप रङ्ग देखेर मेरो मन रुवाको पानपाते ओठ लालीले जाति विधि सुहाको तिमीलाई एउटा कुरा त भन्न मन लागेको छ हेर मेरो पैसा पनि जाति विधि आएको छ हे फर्की कहिल्यै आउँदैन बगी जाने खोलानी गाला कति चिल्ला हुन् भैँस आरै होला नि तिमीलाई मन पराउँछु थाहा पायौ कि पाएनौ भैँस पनि आइसक्यो तर तिमी आएनौ हे चारैतिर घमाइलो दिनै शुभ छ आज तिम्रो भैँस सम्हाल्न आइपुगेछु म आज तिमीलाई झ्याप्पै अङ्गालो मार्न पनि भएन तिम्रो कुरा सुनेर भुइँमा खुट्टै रहेन नजरको लडाइँमा हारिसके मैले त मनै मनले अङ्गालो मारिसके मैले त बेगर्दिन रेडी छन् घरमा पनि बाबा उमेर पनि भइसक्यो हातै माग्न आवा हे त भन्दा त नराम्रो केटो रहेछ भन्लान् नि हातै माग्न आम्भनी जेठो रहेछ भन्लान् नि तिमी पनि बस्लौ नि घरमा केही नि नभनी मनी घरमा कुरा गर्छु लपरेको छ भने हे फेरि छोडी गएसी मेरो मन रुन्न र जमाना नि यस्तै छ पहिला हिँडे हुन्न र बाउको पनि घरमा पठाउने मन छ होला घरको एक्लै छोरी हो इज्जत फाल्न नहोला हे अब सँगै भएसी दुःख